हेलो गाइज सबैलाई नमस्ते। यो हजुरहरूको सबैभन्दा राम्रो एजुकेसनल इन्स्टिट्युट अथवा एजुकेसनल च्यानल। यस, म नेपालबाट पढाउँछु। सो आजबाट चाहिँ एउटा मिनी सिरिज टाइप एउटा कुरा सुरु हुन्छ, जुनमा चाहिँ मैले केमिस्ट्रीको एटोमिक स्ट्रक्चर वाला पार्ट पढाउने छु। अब आज चाहिँ हाम्रो पार्टमा के परेछ भन्दा आज हामीले इन्ट्रोडक्सन अफ एटम, सब एटोमिक पार्टिकल्स, एटोमिक मास र एलिमेन्ट्स, यी चारवटा टपिकलाई डिस्कस पनि गर्नेछौँ र यसको बारेमा धेरै कुरा जान्नेछौँ। यसको चाहिँ टोटल 5वटा भिडियो आउँछ। सो लेट्स डाइभ इन्टु टुडेज भिडियो। सो हाम्रो फर्स्ट थिङ छ इन्ट्रोडक्सन टु एटम है। अब एटम भनेको के हो त है? ल हजुरले इमेजिन गरे जति, ल हजुरले जेसुकै इमेजिन गर्नु, हजुरको वरिपरि हेर्नु, बुक, कपी, किताब, पेन्सिल एन्ड इभन यु, यस, हामी पनि सानो चिज, यो दुनियाँमा पाइने सबभन्दा सानो चिज, द स्मलेस्ट थिङ फाउन्ड इनसाइड दिस वर्ल्ड कल्ड एटम, यस, त्यसैबाट बनेका हुन्छ। अब एटम भनेको चाहिँ कस्तो हुन्छ भन्दा यो चाहिँ 118वटा छ है, 118वटा नेचुरल्ली फाउन्ड एलिमेन्ट। अथवा यदि हजुरलाई कम्प्लेक्स वेमा बुझ्न छैन भने यो डेफिनेसनबाट पनि एटम भनेको के हो भनेर बुझ्न सक्नुहुन्छ। सो अब डेफिनेसनबाटै बुझ्न सक्नुभयो, जुन द स्मलेस्ट पार्टिकल है, केमिकल रियाक्सनमा है, केमिकल रियाक्सन आउँछ इन अपकमिङ भिडियो। केमिकल रियाक्सनमा सबभन्दा स्मलेस्ट पार्टिकल है, जुनले चाहिँ केमिकल रियाक्सनमा भाग लिन सक्छ, त्यसैलाई नै हामीले एटम भनिन्छ है। सो अब एटम चाहिँ कस्तो खालको प्रपर्टीको हुन्छ भन्दा यो चाहिँ जस्तै कुनै पनि अब्जेक्ट यदि एउटा एटमबाट बनेछ भने, कुनै पनि अब्जेक्ट नभन्न म एलिमेन्ट्सको कुरा गरेँ है। अब यहाँ हाम्रो आजको टेबल अफ कन्टेन्टमा एलिमेन्ट्स पनि थियो, त्यही भएर एलिमेन्ट्सको कुरा गर्दा चाहिँ एलिमेन्ट्स भनेको कस्तो खालको अब्जेक्ट्स हो त भनेर डिस्कस गर्दाखेरि, जस्तै मानिलियो यो एउटा गोल्ड पिस हो है, यो एउटा गोल्ड पिस हो। अब यो गोल्ड पिसले कस्तो प्रपर्टी देखाउँछ त? गोल्ड एउटा एलिमेन्ट हो है, गोल्ड एउटा हेभी एलिमेन्ट हो। अब कुनै पनि एलिमेन्टमा है, कुनै पनि एलिमेन्टमा हामीले हेर्ने हो भने एउटा चिज सधैँ कमन हुन्छ। त्यो के हो भन्दा द एलिमेन्ट्स है, यो एलिमेन्ट्समा रहेका एटम्सहरू सबै सिमिलर हुन्छ के। जस्तै अब यो गोल्ड भयो भने यसमा सब गोल्डको एलिमेन्ट हुन्छ है, यसमा सब गोल्डको एलिमेन्टले भरिएको हुन्छ। सो यसले हामीले जति कट गरे पनि, यसले हाफ गराएर यसले मोलिकुलर स्टेटसम्म लगे पनि यो गोल्ड नै रहन्छ। र यसलाई हाफ गर्दै जाँदा टुक्राउँदै जाँदा यो एउटा यस्तो स्टेटमा पुग्छ जसलाई जुन बेलामा हामी यसलाई टुक्राउन सकिँदैन के। लाइक अब यो गोल्ड सिटको इक्जाम्पल दिइसकेँ, यसलाई हामीले टुक्राउँदै गयौँ होइन, अनि यो एउटा एक दिन यो एउटा यस्तो स्टेटमा पुग्छ जुन बेला हामीले यसलाई टुक्राउनै सकिँदैन। त्यो स्टेट चाहिँ एटोमिक स्टेट हो है। त्यो स्टेटमा यो गोल्डको एटम हो, त्यो स्टेट गोल्डको एटम हो कि। जस्तै एटमले हामीले टुक्राउन सकिँदैन के, बुझ्यो नि। अब अर्को छ हाम्रो सब एटोमिक पार्टिकल्स है। सब एटोमिक पार्टिकल्स एकदमै सजिलो छ। अब हामीलाई के थाहा भन्दा एटमभित्र पनि 3टा पार्ट हुन्छ। मानिलियो यो एटमको न्युक्लियस है, यो एटमको न्युक्लियस। एटममा ल यो एउटा र एटोमिक मोडल है, यो हल्का नराम्रो भए पनि हेरिदिनु होला, यो एउटा र एटोमिक मोडल। अब एटममा चाहिँ के हुन्छ भन्दा फर्स्ट अफ अल देयर इज अ न्युक्लियस है। न्युक्लियस इज लाइक हार्ट अफ एन एटम है। किन भन्दा न्युक्लियसमा चाहिँ प्रोटोन र न्युट्रोन हुन्छ कि।
यसमा प्रोटोन पोजिटिभ चार्ज हुन्छ, यो ख्याल राख्ने कुरा है। प्रोटोन जहिले पनि पोजिटिभ चार्ज हुन्छ र न्युट्रोन चार्जलेस हुन्छ। अब एटम्समा के कुरा ध्यान दिनुपर्छ भन्दा एटम्सको नम्बर अफ प्रोटोन है, देयर नम्बर अफ प्रोटोन एन्ड द नम्बर अफ इलेक्ट्रोन आर अलवेज सेम। यस, सो मानिलिउँ हामीले एउटा एटम लिग्यौँ है, एटमलाई मैले लिगेँ अक्सिजनको एटम। अक्सिजनमा 6वटा प्रोटोन र 6वटा न्युट्रोन हुन्छ, 6वटा प्रोटोन र 6वटा इलेक्ट्रोन हुन्छ। त्यही भएर जुन पनि एटम हेर्ने हो भने त्यसको नम्बर अफ प्रोटोन र नम्बर अफ इलेक्ट्रोन जहिले पनि सेम हुन्छ, तर न्युट्रोनको नम्बर चाहिँ फरक हुनसक्छ। अनि त्यही भएर इक्जाममा क्वेसन आउन सक्छ, वाइ आर एटम इन न्युट्रल स्टेट, अथवा त्यस्तै गरेर वाइ आर एटम कल न्युट्रल, वाइ आर एटम कल चार्जलेस, त्यस्तो क्वेसन आउन सक्छ। त्यस्तो क्वेसन लेख्दा चाहिँ एन्सर भनेकै यही हो, द एटम्स आर चार्जलेस बिकज द number of proton and number of electron in atom are same or equal भनेर लेख्दाखेरि एन्सर राइट हुन्छ। अनि अब हामी कुरा गरिसक्यौँ, अब एटमको सब एटोमिक पार्टिकल्स अथवा यसलाई फन्डामेन्टल पार्टिकल्स अफ एन एटम पनि भन्न सकिन्छ। त्यसमा चाहिँ 3टा कुरा हुन्छ, एउटा प्रोटोन, एउटा न्युट्रोन र एउटा इलेक्ट्रोन। अब मैले भनिसकेको कुरा, न्युट्रोन चार्जलेस हुन्छ, न्युट्रोनको चार्ज हुँदैन। प्रोटोन पोजिटिभली चार्ज हुन्छ र इलेक्ट्रोन नेगेटिभली चार्ज हुन्छ। अब यसको मास हेर्दाखेरि अब यसको मास कति हुन्छ त? यसको मास भनेको चाहिँ अब मासको कुरा गर्दाखेरि प्रोटोन र न्युट्रोनको मास एउटै हुन्छ, जुन हो 1.67 × 10⁻⁻24। यसको मास पनि 1.67 × 10⁻⁻24 हुन्छ है। यो चाहिँ न्युट्रोन र प्रोटोनको मास है। तर इलेक्ट्रोनको मास चाहिँ फरक छ। इलेक्ट्रोनको मास चाहिँ नेग्लिजेबलै भने हुन्छ, किनकि इलेक्ट्रोनको मास यति थोरै हुन्छ कि यसलाई धेरै जसोले जिरो नै के भन्छ, जिरो नै डिफाइन गर्छ यसको मासलाई चाहिँ। तर यसको रियल मास भनेको चाहिँ 9.11 × 10⁻⁻28 है। 9.11 सरी फर ब्याड ह्यान्ड राइटिङ, 9.11 × 10⁻⁻28। सो यो भिडियोको लास्ट टपिक चाहिँ हाम्रो एटोमिक मोडल, एटोमिक मास। अब एटोमिक मास भनेको के हो त है? अब मैले भनिसकेँ एटममा 3टा चिज हुन्छ, प्रोटोन इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन। अब इलेक्ट्रोनको त मैले भनिसकेँ यसको वेट नेग्लिजेबल हुन्छ अथवा 0 समान हुन्छ, त्यही भएर एटोमिक मासमा यसलाई चाहिँ गनिँदैन। सो the sum of proton and neutron of an atom is called its atomic mass. So मैले भने जस्तै कुनै पनि एटमको यदि प्रोटोनको नम्बर र न्युट्रोनको नम्बरलाई यदि एड गरिन्छ भने र जुन नम्बर आउँछ त्यो नम्बरलाई चाहिँ त्यो एटमको एटोमिक मास भनिन्छ। जस्तै एउटा इक्जाम्पल दिँदा मैले क्याल्सियमको कुरा गरेँ है। क्याल्सियमको कुरा गर्दा यसको प्रोटोनको नम्बर अफ प्रोटोन चाहिँ यसको 20 हुन्छ है, 20 हुन्छ र नम्बर अफ न्युट्रोन पनि 20 हुन्छ। त्यही भएर यसको मास भयो 40। अब यसको युनिट के लेख्ने त? एटोमिक मासको युनिट जहिले पनि AMU-मा नापिन्छ, अथवा फुल फर्म चाहिँ यसको एटोमिक मास युनिटै हो। 40 AMU चाहिँ क्याल्सियम हुन्छ। एलिमेन्ट्सको कुरा मैले गरिसकेँ। जस्तै कुनै एलिमेन्ट्स चाहिँ कस्तो खालको चिज हो भन्दा एउटै खालको एटमबाट बनेको वस्तुहरू। जस्तै an element is a purest form of substance that is considered only one type of atom. ओके, सो एलिमेन्ट्स चाहिँ सबै एलिमेन्ट्स चाहिँ
एउटै खालको एटम्सबाट बनेका हुन् होइन, यो प्युरेस्ट फर्म अफ सब्सट्यान्ट हो कि जुन चाहिँ एउटै खालको एटमबाट बन्छ। सो आजको आजको भिडियोको लागि यति नै। आजको टेबल अफ कन्टेन्ट अनुसार मैले हजुरहरूलाई एटम भनेको के हो र एटमको सब एटमिक पार्टिकल्स र एटमिक मास र एलिमेन्ट्सको बारेमा बुझाएँ है। अनि अब अर्को भिडियोमा चाहिँ हामीले आइसोटप्स, आइसोबार्स र आइसोटोन्सको बारेमा बुझ्नेछौँ। सो आजको लागि यति नै। यो चाहिँ हजुरको फेभरेट युट्युब च्यानल इन नेपाल, लर्न विथ मी। सब्सक्राइब दिस भिडियो, लाइक एन्ड कमेन्ट, सेयर, सब्सक्राइब, डु एभ्रिथिङ। थ्याङ्क यू फर टुडे।